एक प्रमुख लोक नृत्य हो। चैत वैशाख र जेठको सुखयाममा कौरव नृत्य विधिवत तरिकाले पुरुषहरूले गाउने र अविवाहित युवतीहरूले नाच्ने गरिन्छ। एक गाउँको भान्जीहरूले अर्को गाउँको मामाहरूलाई विभिन्न कोसेली सहितको निम्तो दिएपछि मामाहरू कान रहा है भान्जीको भन्दै रोदी आउँछन्। भान्जीहरू मामाहरूलाई सत्कार गरिसके पश्चात कौरा नाच्न तल्लीन हुन्छन्। कौराको खालमा एकजना प्रमुख गायक हुन्छ। प्रमुख गायकले गीत उठान गरिसके पश्चात अरूले छोप्न पाइन्छ। देवी देवताको शरण पर्ने खण्डदेखि विदाई खण्डसम्म कौरह धेरै खण्डमा गाउने र नाच्ने गर्नुपर्छ। मखमली चोली माथि छड्के लायो भालकी ए मखमली चोली माथि छड्के लायो भालकी रूप सुन्दर मेरी आजु नपाकै भालेकी मखमली चोली माथि छड्के लायो भालेकी रूप सुन्दर मेरी हजुर नपाकै भालेकी देवी भाइ रूप सुन्दर मेरी हजुर नपाकै भालेकी मखमली चोली माथि छड्के लायो भालेकी रूप सुन्दर मेरी हजुर नपाकै भालेकी देवी भाइ रूप सुन्दर मेरी हजुर नपाकै भालेकी रूप सुन्दर मेरी हजुर नपाकै भालेकी देशीको घाम लेखमा चल्छ लुगुलुगे मौका